नमस्ते सबैजनालाई स्वागत छ। नेपालका प्रमुख हिमशिखरहरूको उचाइहरूको बारेमा आज हामी हेर्दैछौँ। सबैभन्दा पहिला सगरमाथाको थोरै चेन्ज छ, 8848 भनेर पढिने गरेकोमा 0.86 मिटर चाहिँ थपेर 8848.86 मिटर। त्यस्तै गरी कञ्चनजङ्घा 8586 मिटर, लोत्से 8516 मिटर, मकालु 8463 मिटर, चोयु 8201 मिटर, धवलागिरी 8167 मिटर, मनासलु 8163 मिटर र अन्नपूर्ण 8091 मिटर। 1 देखि 8 नम्बरसम्म 8000 भन्दा माथिका हिम श्रृङ्खलाहरू के हुन् भनेर सोध्यो भने पनि यति 8वटा हिमालहरूको तपाईहरुले भन्न सक्नुपर्ने हुन्छ। त्यस्तै गरी 9 नम्बरमा नुप्से 7855 मिटर। त्यस्तै गरी शान्तिपिक 7591 मिटर, लाङटाङ लिरुङ 7234 मिटर, गणेश हिमाल 7163 मिटर, पुमोरी 7161 मिटर, गौरीशङ्कर 7134 मिटर, अपी हिमाल 7132 मिटर, माछापुच्छ्रे हिमाल 6993 मिटर, सैपाल 7031 मिटर, कान्जिरवा 6883 मिटर, अमादवलम 6812 मिटर, जुगल भैरव टाकुरा 6535 मिटर, भिरकुटी 6364 मिटर र हिमचुली 7893 मिटर। र यो छोटो भिडियो तपाईहरुको लागि हेल्पफुल हुनेछ भन्ने आशाका साथ अर्को श्रृङ्खलामा फेरि भेटौँला। हस्त नमस्ते, जय नेपाल।